हेलो हेलो साथीहरू सबैलाई मेरो फेसबुक प्रोफाइलमा स्वागत छ। यहाँहरूलाई म चाहिँ आज यसो भिडियोहरू बनाउनु पर्यो भनेर चाहिँ यसरी आइराखेको छु। यस्तो छ हाम्रो चाहिँ भ्युज गाउँको एकदम गर्मी समयमा एकदमै चाहिँ अहिले सुक्खा सुक्खा मौसम छ क्या, एकदम सुक्खा सुक्खा मौसम छ। यो हाम्रो सिक्टा सिँचाइको बाटो हो। मेन बाटो भनेको त हाम्रो उतापट्टि सब त्यहाँ पर छ होइन। अब यो चाहिँ यस्तो छ यहाँको भ्युजहरू। गर्मी धेरै बढिरहेको अवस्था छ, सालका रुखहरू यस्ता छन्। अनि भिडियो चाहिँ कस्तो छ के छ साथीहरू यसो भर्खर भर्खर सिक्दै हो होइन, नयाँ नयाँ सिक्दै हो। अब भिडियो त्यो जस्तो आउँछ त्यस्तै बनाउने हाल्ने गरिरहेछ। सबैले साथ सपोर्ट गरिराख्नु भएको छ। अझै आउँदा दिनहरूमा पनि सम्पूर्ण साथीहरूले चाहिँ यसो सपोर्ट पनि गरिदिनु होला पनि भन्न चाहन्छु है त। साथीहरू कन्टिन्यू चाहिँ भ्लगहरू आज धेरै दिन भइसक्यो। मैले मेरो युट्युब च्यानल पनि छ, सबैले चाहिँ यसो साथ सपोर्ट युट्युब च्यानलमा पनि साथीहरू सबैले चाहिँ गरिदिनु होला। म यसमा कमेन्टको लिङ्कमा हालिदिन्छु युट्युब च्यानल होइन। यो चाहिँ हाम्रो पछाडिको हाम्रो ठ्याक्कै जाम्नाको रुख छ नि यहाँनिर, यो पछाडि जाम्नाको रुख। यसमा चाहिँ हाम्रो कुलदेउताको पूजा हुन्छ है। जेठासी पूर्णिमा हामी पुज्छौँ, कुलदेउताको चाहिँ पूजा हुन्छ। यो रुखको ठ्याक्कै ठ्याक्कै तल त्यहाँ पूजा हुन्छ। यो हाम्रो जङ्गलतिर जाने बाटो छ। अनि यो चाहिँ यहाँ टक्कै हामी पहिला सानो हुँदाखेरि चाहिँ फुटबल खेल्ने माठ थियो क्या यहाँ अगाडि यतातिरमा। अहिले तलाउ छ, पुरै तलाउहरू छ। पहिला चाहिँ फुटबल खेल्थ्यौँ। अहिले नहर सहर आइसकेपछि तलाउहरू यस्तो छ भ्युजहरू मौसम। अहिले ठिक अब गर्मी कम हुँदै आइरहेछ। कसका बाख्रा आउनु, बाख्रा अझै त्यहीँ रहेछन् त। ग्वाला कोही आछन् कि छैनन्? बाख्रा यसरी जङ्गलमा चरिरहेछन्। फेरि यहाँ बाघ पनि लाग्छ, धेरै लाग्दैन त्यस्तो, तर उतातिर लाग्छ। हाम्रो यतातिर त्यस्तो बाघ त लाग्दैन। अनि आज मैले चाहिँ छोटो मोटो एउटा सानसानो के भन्छ भ्लग बनाएको छु। सबैले साथ सपोर्ट गरिदिनु होला। युट्युब च्यानल छ मेरो, युट्युब च्यानललाई पनि सबैले मैले कमेन्ट उसमा हालिदिन्छु। साथीहरू सबैले चाहिँ गर्नु होला। युट्युबलाई पनि यसो सब्सक्राइब 1000 सब्सक्राइब पुग्यो भने मोनेटाइज हुन्छ होइन, त्यो पनि गरिदिनु होला भन्न चाहन्छु। एउटा चाहिँ अब एउटा चिज देखाउँछ है म तपाईँहरूलाई। कस्तो भिडियो हल्लियो क्या, एउटा चिज चाहिँ देखाउँछ है। हामी सानोमा ग्वाला आउने होइन, हाम्रो घर त यहाँनिर। त्यतिखेर पुरा यो साइडमा पुरै जङ्गल थियो क्या। यो साइड पुरै जङ्गल, यो साइड पुरै जङ्गल थियो नि। ग्वाला आइसक्यो, हामी ठ्याक्कै यही रुखमा बस्थ्यौँ क्या, सिमलको रुख हो यो। टक्कै यहाँ माथि बसेर मजाले यहीँबाट हेर्ने ग्वाला होइन। त्यतिखेर हामीहरूको गाई गोरुहरू थिए होइन, बाख्रा पनि थिए। अहिले त छैनन्, अहिले त भेडा मात्रै छन्। यही रुखमा माथि बसेर पुरा यो ऊ पनि हेर्नु कस्तो टाइपको छ क्या, चेप्टो टाइपको जस्तो छ। यहीमा बसेर हेर्थ्यौँ। अनि गाई गोरु बाख्राहरू चाहिँ चराउने हेर्ने गर्थ्यौँ क्या हामीले। हाम्रो यो ठाउँको नामको फेरि ठ्याक्कै हामीले राखेको नाम हो यो। यहाँनिर ठक्कै 3 कुनिया बाटो छ, 3 ठाउँमा जान्छ। तर यसलाई हामीले चाहिँ हाम्रो युवाहरू साथीहरू सबैले चाहिँ यसलाई हामीले बालुवाटार भनेर नाम राखेका छौँ क्या। बालुवाटार हो यसको नाम, चानमारीको बालुवाटार भन्ने ठाउँ हो यो। हाम्रो केटाहरूको साँझिखेर मिटिङ गर्ने होइन। अब के गर्ने त, भैलीहरू चाडपर्वमा भैली आयो भने कसरी चाहिँ गर्ने खेल्ने। ल ल स्वागत छ है सबैलाई। ल हाम्रो भान्जा आइसक्नु भयो, अटो ल्याएर आइसक्नु भयो। अनि किन हुन्छ नि यस्तो छ। हाम्रो भीम बान्धवहरूको घर छ यहाँ कि यतापट्टि हाम्रो खिम बान्धवको घर भयो। यो सबै आफन्तरीहरू मात्रै छन् सबै। यो मेरो बारी हो, केराबारी यहाँ छ नि। यो ठक्कै केराबारी पछाडि देखिएको मकै। अनि यहाँनिरको यो टिनको घर, माटोको घर चाहिँ मेरो हो। उतापट्टिको खिम बान्धवको हो। यो चाहिँ हाम्रो दाइको छोरी कल्पनाको पसल छ यहाँ। केटाहरूले चाहिँ त्यसरी क्यारम बोर्ड खेलेर टाइम पास गरिरहेन आज, हिजो र आज 2 दिन छुट्टीको टाइममा। अनि त्यसो भए हुनाले यस्तो छ यहाँ भिडियोहरू। सबले हेरिरहनु के लाजबाट गर्छ त्यो हेरि यस्तरी भिडियोहरू चाहिँ बनाउँछु म। सबले हेर्छन् यहाँ, मलाई हेरेर अचम्म मानिरहनु। ल सबै साथीहरूले सबले चाहिँ साथ सपोर्ट भिडियोलाई चाहिँ अझै पनि गर्नु होला भन्न चाहन्छु। हस् त, धन्यवाद। जय नेपाल।